हेलो एन्ड नमस्ते, स्वागत छ तपाईँहरूलाई मेरो आज अर्को भिडियोमा। आज चाहिँ म तपाईँहरूलाई सूर्यकुण्ड हाइड्रोको आइपिओको बारे छोटो जानकारी दिन गइरहेको छु। त्यसैले यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। यही आउँदो 2082 पुस 9 गतेदेखि हुन गइरहेको आइपिओ निष्कासनमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूको हकमा र प्रभावित क्षेत्रका बासिन्दाहरूको हकमा आइपिओ निष्कासन हुन गइरहेको छ, जसमा बन्द हुने मिति बासिन्दाहरूको हकमा 2082 9 महिना 30 गते रहनेछ भने ढिलोमा 2082 10 महिना 8 गते रहनेछ। त्यसै गरी वैदेशिक रोजगारको हकमा हेर्ने हो भने बन्द हुने मिति छिटोमा 2082 9 महिना 14 गते हुनेछ भने ढिलोमा 2082 9 महिना 23 गते हुनेछ। प्रभावित क्षेत्रमा रहेका बासिन्दाहरूको लागि र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि यसको अङ्कित मूल्य रु 100 हुनेछ भने अधिकतम किता 50,000 र न्यूनतम किता 10 कितासम्म आवेदन दिन सकिन्छ। त्यसैले यसको आइपिओ समयमै भरेर आफ्नो बनाउनु होला। हस्त, धन्यवाद।